हेलो साथीहरू, यो चाहिँ रह्यो हाम्रो शनिबारको भिडियो। स्वयम्भूको राम मन्दिरमा सानो कामले जाने क्रममा बाटोमा नुवाकोटे सोल्टी राजासँग भेट भएर हामी एकछिन कुराकानी गऱ्यौँ। कुराकानी गरिसकेपछि लाग्यो हामी चाहिँ आउने यहाँ थियो। गेटबाट ठ्याक्क भित्र छिर्यौँ। भित्र छिरिसकेपछि बाँदरको चलपल हेऱ्यौँ। सँगै भित्र हामीले काम सुरु गऱ्यौँ। काम भन्ने एउटा किल्ला ठोक्नु मात्रै रहेछ। त्यो किल्ला ठोकेर किल्ला ठोकिसकेपछि हामी बाहिर निस्किन्छौँ। बाहिर निस्किने बेलामा त टक्क पानी परेको कुकुर चाहिँ मस्तले सुतिरहेको रहेछ। बोलाएको आयो। अब आउँछ हेर्नु है त। पानीमा के अचम्मसँग निदाएछ, अचम्म लाग्यो। मैले बोलाएपछि चट्ट लाएर अब आउँदैछ। आयो तर चिनेकै जसरी पुछेर लायो। बाँदरहरू पनि भिज्यो, उता कुकुर पनि भिज्यो। पानी एकदम बवाल पानी पऱ्यो कि साथीहरू। अनि त्यही हो साथीहरू। अनि हामी फर्किँदा पानी बवाल परेर हामी यो बुद्ध पार्कको अगाडि टरमा हामी पानी परेर बवाल खतमै बनाइसक्यो। ल पानी नै पानी छ भन्दै फेरि भोलिका दिनहरूमा अझ राम्रो हुनेछ भन्दै फेरि भेटौँला। बाई बाई।